चिया खाएको साह्रै मिठो भयो। कसले बनाएको रहेछ चिया? चिया त अब हाम्रो नयाँ बेहुली नानीले हो कि यस्तो छ, एक्चुअली सोध्नु पर्यो। नानी चिया तिम्रै हातले बनाऊ के हो नि हो त अनि दुला कस्तो लाग्यो त नानीलाई? बोल न छिटो। लाटीको रहेछ कि क्या हो? ठिकै लाग्यो होइन बोल बोली ल अब केटा मन पर्यो भने अनुहार देखाउँ भन्छन्। म अनुहार देखाइदिउँ त उहाँको? बाबु कस्तो लाग्यो केटी? अब मलाई छिट्यो दाँत चिउरा नि छिटेर कस्तो लाग्यो त केटी? केटी अब राम्रै हो। राम्रो त अब एक दुई ठाउँ अन्त पनि जानुपर्ने छ। भरे भोलितिर खबर गरे हुँदैन। अहिले जाउँ कि क्या? त्यसो उहाँलाई कि अहिले हामी वेटिङ लिस्टमा राख्यौँ नि त। अहिलेलाई वेटिङ लिस्टमा राखौँ। ल ठिक छ। अब एकचोटि फेरि गफ गर्नु पर्छ अर्कोचोटि आएर। बोली त सुनेकै छैन, बा लाटी पो छन् कि के छ? प्यापा त गरेको थियो। हो अनि मासु राम्रो वेटिङ लिस्टमा बस्ने के भन्नु? नानी अनि बाबुले त तिमीलाई वेटिङ लिस्टमा राख्छु भन्छन्, के छ विचार? यस्तो जा वेटिङ लिस्ट ससिना बसिँदा नि भन्दा कस्तो कस्तो राम्रो राम्रो कस्तो हेर्नु मलाई यो त जो काम छैन यस्तो बच्चा लु हो र। अहिले यस्तो छ पछि कस्तो होला? यो त भएन के गर्नु अब तपाईँ खाने छ टन्नै खाने अनि के खाएको पैसा दिने कि केटी लाग्यो जबरसी गरेर पनि हुन्छ त। अब खाना बोलाएपछि रेडीमेड दुईटा बच्चा दुईटा बच्चा खाना हो।